दक्षिणको मानिस गल्तीले कालो दलदलीमा खस्यो। ऊ ज्यानले कोसिस गर्दै अगाडि तानिन लाग्यो र अगाडिको लहरे भुइँमा फैलिएको बोट समात्यो। तर त्यो लहरेले उसको तौल सहन सकेन, छिटै चोडियो। छिटै त्यो दलदलले मानिसको टाउकोसम्म ढाक्यो, तर उसले त्यत्तिकै हार मानेन। उसले दुवै हातले मरेसम्म माथि चढ्ने प्रयास गर्यो। अन्ततः उसले आफ्नो अदम्य इच्छा शक्तिका कारण बाहिर निस्कन सफल भयो। तर अहिले खुसी हुने समय थिएन, किनभने उसको पछाडि केही माया योद्धाहरू उसको पछि आइरहेका थिए। जबसम्म ऊ भाग्ने तयारी गर्दै थियो, त्यसैबेला ऊ सम्झियो यो जंगल त उसको आफ्नै हो। ऊ अब प्रतिकार गर्न तयार भयो। उसले आफ्नो शरीरमा लागेको बाक्लो कालो हिलो हेर्यो र त्यसपछि उसले पातले मार्ने मौरीको गुण बेरेर बनायो। जब शत्रुहरू नलिक आइपुगे, उसले त्यो सिधै तिनीहरूतिर फ्याँकिदियो। क्षणभरमै केही माया योद्धाहरूलाई ती मौरीहरूले निर्दयतापूर्वक टोक्न थाले र उनीहरू सबैतिर भाग्न थाले। भाग्दै जाँदा मोङ्गोले एउटा विषालु भ्यागुता देख्यो। त्यो भ्यागुताको विषले एउटा हात्तीलाई समेत असहाय बनाउन सक्छ। त्यसपछि उसले रुखका काँडा टिप्यो र त्यसमा त्यो भ्यागुताको विष लेप लगायो ताकि काँडा घातक बनोस्। पछि उसले रुखको भौगोलिक लाभ लिएर शत्रुहरू आउने बाटोमा लुक्यो। जब एउटा एक्लो शत्रु दौडिँदै आइरहेको थियो, मोङ्गोले आक्रमण गर्यो र उसलाई मारिदियो। शत्रुको हतियार उठाउन खोज्दै गर्दा अर्को माया योद्धा देखा पर्यो। त्यो अनुहार देखेर मोङ्गोले केही दिन अघि मारिएका आफ्ना बुबाको सम्झना गर्यो। मोङ्गो जनजातिको प्रमुखको छोरा थियो। पहिलेसम्म शान्त गाउँमा एक बिहान माया योद्धाहरूले हमला गरे। त्यो समयमा मोङ्गोले गर्भवती श्रीमती र छोरालाई भूमिगत कोठामा लुकायो, तर आफै शत्रुहरूद्वारा नियन्त्रणमा पर्यो। एक माया योद्धाले क्रूर रूपमा मोङ्गोका बुबालाई मारिदियो। मोङ्गोले आफ्नो बुबा मर्दै गरेको देख्यो, तर केही गर्न सक्दैन थियो। शत्रुहरूले सबैलाई कब्जा गरे। पुरुषहरू दास बनाइए र महिलाहरू धनी मानिसहरूलाई बेचिए। छिटै उनीहरूलाई सबैभन्दा दुष्ट बलिदान स्थलमा लगियो, जहाँ नयाँ बनाइएका पिरामिड र सूर्य देवताको पूजा गर्न पक्राउ परेका दासहरूको शरीरमा नीलो रङ लगाइन्थ्यो र तिनीहरूलाई मन्दिरको वेदीमा थिच्थे। पुरोहितले सिधै उनको मुटु निकाल्थ्यो। भगवानले तपाईको दिन शुभ बनाओस् अनि हाम्रो मेहनतलाई साथ दिन सब्स्क्राइब गर्न नबिर्सनुहोस्।